ब्लग। आई होप तपाईँहरू सन्चै हुन्छ। म पनि एकदम फिट एन्ड फाइन छु। सो आज म गइरहेको छु आफ्नो डेली फेस केयर राउटिनको बारेमा र हजुरहरूलाई पनि एकदम जानकारी गराइदिन्छु। सो मेरो फेस एकदम ड्राई थियो होइन पहिला, अनि एउटा दिनको सजेसनबाट मैले यो क्रिम लाऊ बहिनी, यो क्रिम लगाएपछि एकदम राम्रो हुन्छ फेसले ड्राई हुनबाट जोगाउँछ भनेबाट मैले वो दिदीको सजेसनबाट यो सेटाफिलको मोइस्चराइजिङ क्रिम र यो डाक्टर जेके फोको भिटामिन सी कोलेजन मिसिएको सनस्क्रिन लाउँछ र यसले इम्युनिटी गर्दाखेरि मेरो फेस एकदम ड्राई हुनबाट बचेको छ र फेसमा ग्लो अथवा हुन्छ नि लाइक सेन्सिटिभ गराएको छ यो दुईवटा क्रिमले गर्दा चाहिँ। सो हजुरहरूको पनि ड्राई फेस छ भने यो एकदम ट्राई गर्दा राम्रो हुन्छ यो फेसलाई। सो हजुरलाई मैले लगाएर देखाउँछु। यस्तो छ, राम्रो छ, सुक्खा सुक्खा भन्नाले नि अब फेसमा लगाउनु चाहिँ एकदम राम्रो छ नि। यस्तो राम्रो हो, सलक जाने खालको लाइक हुन्छ नि पुरा कुनै क्रिम त जरो न जरो टाइपको, यो चाहिँ एकदम राम्रो छ, सलक्क जान्छ, एकदम राम्रो छ यो क्रिम चाहिँ। हजुरहरूको पनि फेस एकदम ड्राई छ भने यो लगाएर एकदम फेस ड्राई हुनबाट बचाउन सक्नुहुन्छ। नत्र त ड्राई फेस त अब त्यही छाला लाने त्यस्तो किसिमको हुन्छ। यो लगाएबाट खासै त्यस्तो भएको पनि छैन र मेरो फेसमा एकदम ग्लो लिन मद्दत पुऱ्याएको छ अहिले चाहिँ। यो चाहिँ डाक्टर जेके फोको भिटामिन सी मिसिएको भिटामिन सी कोलेजन मिसाएको सनस्क्रिन हो। यो चाहिँ एकदम राम्रो गर्छ कि यो चाहिँ सक्कली र नक्कलीमा हुने रहेछ कि डिफ्रेन्ट पर्ने रहेछ। यो चाहिँ के गरेर चाहिँ सक्कली हुने रहेछ, झुक्किन भएन सक्कली र नक्कलीमा, कसैले त डुप्लिकेट पनि राख्ने रहेछ। हात एकदम चिप्लो गरायो कि, चिप्लो धेरै त छैन कि, यस्तो गरायो, चिप्लो नै गरायो हात। यो चाहिँ एकदम राम्रो छ, क्रिम एकदम राम्रो सलक्क जान्छ, बस्दैन क्या। यो चाहिँ सनस्क्रिन हो, अब घामबाट जोगिनको लागि त सनस्क्रिन त लाउनुपर्छ फ्रेन्ड, नत्र त डरिन्छ फेरि। ऐना सानो होइन फ्रेन्ड, यत्रो मेरो ऐना। ल है त त्यसमा त्यस्तो हजुरहरूले एकदम फुर्सद टाइपको देख्नु भयो त एकदम सलक्क जान्छ, त्यो सलक्क जान्छ। सो हजुरहरूको पनि ड्राई फेस छ भने चाहिँ यही लाग्दा एकदम राम्रो बेस्ट हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। सो भेक्सिन लाउनुपर्छ, कहाँ पर्छ हौ भेक्सिन। सो आजलाई यति, बाई बाई, जय नेपाल।